गाइस डाइरेक्ट म चाहिँ पहाडमा छु किनकि मैले आएको भिडियो बनाउनु बिर्सिसकेको थिएँ र म चाहिँ अचानकले लो म पनि भिडियो नै बनाइदिनु नै पर्यो। म पनि यस्तो राम्रो उसमा आएको छु होइन भने तपाईँहरू पनि हेर्नु न त यहाँको नजारा कस्तो के छ भन्ने कुरा। र यहाँ चाहिँ हामी डाइरेक्ट आएर के भन्छन् आगो जलाएर कुखुरा पोल्न थालिसक्यौँ र भाइ चाहिँ यहाँ के भन्छन् के दुधै त थाहा छैन र म चाहिँ यहाँ यसरी भिडियो मात्र बनाएर तर कुखुराहरू पोलिसकेको बादमा सबैले यो गरिरहेका थिए। म चाहिँ यहाँ अलिकति पानी रहेछ पानीमा खेल्नु पर्यो भनेर सोचेको थिएँ र पानीमा यस्तो गर्दा त हात कति सेतो देखिँदो रहेछ भन्ने कुरा थाहै भएन र मैले चाहिँ अझै कस्तो राम्रो देखियो भनेर फेरि एकबार यसरी देखाएको थिएँ स्टेटस राख्छु भनेर सोचेको थिएँ र स्टेटस राख्नु चाहिँ बिर्सिसकेको थिएँ। यस तपाईँलाई चाहिँ थाहा छैन होला कि के भन्छ कुखुरालाई यसरी पोल्नुपर्छ भन्ने कुरा र थाहा छैन भने यो हेरिलिनु होला। सबै थोक गरिसकेको बादमा यसरी गएर त आगोको माथि बसाएर पुरा फ्राई मतलब पुरा पोलिरहेको थियौँ र यहाँ म चाहिँ मरा भाइ चाहिँ के भन्छन् लु कसको गोरो छ के भन्ने छ भनेर यहाँ चाहिँ अलिकति कुरा सुनिदिनु होला तपाईँहरू पनि। पानी मात्र मेरो पनि लगा न त पानी हाल्न त पानीमा हाल्न। अनि लास्टमा गएर मैले भन्दै भाइ तेरै मात्र खुट्टो गोरो रहेछ मेरो त कालो रहेछ भनेर गरेको थिएँ र के भन्छ यहाँ चाहिँ भाइसँग यतिकै मजाक गरिरहेको थिएँ र हामी दुईजना चाहिँ यतिकै के भन्छन् साथमै बसेर के भन्छन् खेलि पनि रहेका थियौँ र मैले चाहिँ केही पनि काम गरेको थिइनँ त्यसरी र के भन्छन् भाइलाई पेप्सी खान त भनेर भनेको थिएँ। ऊ लजाइरहेको थियो मोबाइल हेर्नुको लागि म केही नगरेको कारणले त यो आएर त यो बना भनेर भन्न थालेँ र मैले चाहिँ के भन्छ चटपटी मतलब कि सबै थोक हालेर मैले बनाएको थिएँ मिमी सिमी हालेर गाइस फाइनली यतातिर भइसकेको छ र हामी चाहिँ के भन्छन् खानको लागि बसिसकेका छौँ र भाइ जसरी खाइरहेको छ यहाँ चाहिँ म यसरी खाँदैछु। गाइस यस्तो टेस्टी लाग्छ मलाई चाहिँ नभन्नु मासु रोस्टिङ गरेको होला तपाईँलाई चाहिँ कस्तो लाग्छ त्यो पनि कमेन्ट गरेर भनिदिनु होला। र यो चाहिँ बहुत टेस्टी थियो र के भन्छ तपाईँहरू सोच्नुहुन्छ होला त केही नभनिकन डाइरेक्ट भिडियोहरू चाहिँ र यसरी नै म भिडियो जसरी भए पनि म भिडियो चाहिँ बनाइरहेकी छु र भाइ चाहिँ यहाँ यसरी खाइरहेको छ हेर्न सक्नुहुन्छ र यहाँको चाहिँ हेर्नु यस्तो थियो देख्दाखेरि पनि खाउँ खाउँ लाग्ने टाइपको थियो र म चाहिँ यहाँ उठिदिउँ न पाहाडमा खाइ त हालेँ भनेर अलिकति उठिदिएको नि त पाहाडमा किनकि म पनि त पाहाड मतलब गाउँमै त हुर्केर बढेर यति ठुली भएको नि त र पाहाडमा त उठ्न जान्दछु नै भन्ने कुरा चाहिँ अब तपाईँहरूलाई पनि देखाइदिएको र गाइस मिल्छु नेक्स्ट ब्लगमा बाई बाई आजको लागि यति नै।